उके नि यो पनि बान्नुपर्ने रहेछ है अब यसलाई उयो गर्नुपर्ने रहेछ ढला गर्नुपर्ने रहेछ है बाबा आज बन्न सकेन म त हो अहिले कहाँ हो डल्ला छ यस्तो थाहा छैन डल्ला देऊ यसलाई त कहिले जुत्ता बाबा सेकेन्ड ब्याग किन नगर्नु तपाईँले गर्नु त सक्थ्यो ए ब्यागन भन्नु त किन नगर्नु भएको ए सेकेन्ड बिहा त्यो त पिच्छाको बिहा कस्तो पिच्छा बिहा हुन्छ नि त 5000 लोको आधार गेडी हाल्नु त बाबाले चाहिँ भन्दै थियो म पनि अझ मलाई पनि जङ्गल लिँदा भन्दै थियो तर म चाहिँ अल्छी लाग्छ हौ जङ्गल जानु किन यस्तो खालको हुन्छ नि म यो बारीहरू चाहिँ गइदिन्छु यो बारी तलको बारीहरू चाहिँ गइदिन्छु म यो साइड जङ्गल जान्दिनँ यो साइडको त गइदिन्छु मजा लाग्छ हरियो बारी उता त मैला हुन्छ खुट्टाम बाबाको हालत त्यस्तो भइरहेको छ नि त जङ्गल गएर सो हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग न्यू डे न्यू एपिसोड र आजको भ्लग सुरु हुँदैछ बिहानको 8:30 बजी र उठ्नु चाहिँ म अलिक छिटो नै उठेको थिएँ बिहानको 6 बजीतिर उठेको थिएँ तर फेरि हिजो बेलुका ढिलो सुतेकोले गर्दाखेरि चाहिँ निन्द्रा पुगेको थिएन नि त मतलब उठेर पनि झिन्नी टाउको भयो भएछु त्यो भएर फेरि आधी घन्टा सुतेँ भने 1 घन्टा सुतेँ अन्तखेरि सिधै उठेर भिडियो गर्दैछु अन्तखेरि आज चाहिँ मुख गरिदिन्छु ब्रस गर्छु म चाहिँ तातो पानी बिहान तातो पानी खानु मलाई ढुक्कै लाग्छ चिया भन्दा म तातो पानी खान्छ अलिक मलाई मजा लाग्छ कि बिहान अन्त त्यो तातो पानी खाइसकेपछि चियाहरू चाहिँ भइहाल्छ होइन भित्र चाहिँ चेलेले भइरहेको छ जे होस् अस्तिको भ्लग गरेको थिएँ मैले त्यो आजको 4 बजीतिर हाल्छु म पब्लिकमा त गर्नुपर्छ अरे के गर्नु पर्दैन पब्लिक गऱ्यो त्यसपछि भइहाल्छ अन्त चेलेल्याङ भइरहेको छ यहाँतिर अलिअलि सफाहरू गर्छु यस्तो म यतिमै सुत्छु त म एक्लै भन्दा सुत्नुपर्ने चाहिँ अनि त्यो भएर चाहिँ अहिले अब लुगाहरू धोइसकेर चाहिँ मुखहरू धोइसकेर चाहिँ म टक्कै लुगाहरू फेरिहाल्छु मजाले अन्त बाबा गएको छ थाहै छैन अघि त दौराम जान्छु भनेर सायद दौराम गयो होला तातो पानी छ कि छैन हेर्छु ल म तातो पानी रहेछ कोही बेला बाबाले तातो पानी तताउँदै हुँदैन कि त्यो भनेर यसो छानेको थियो कि तातो रहेछ भन्नु न किनभने कोही बेला म तताउनु पर्छ नि त यस के हो रोटी पो रहेछ रोटी आलु केडा म घर दिइहाल्छु यहाँ चाहिँ पानी एकदम मैला हुँदो रहेछ एकदम मैला हुँदो रहेछ केडा यहाँ मजाले हेर्नु सक्छु तिमीहरूले त त्यहाँ क्यामेराबाट देख्दैन होला तर यहाँ एकदम मैला देखिरहेको छ अब एकछिनलाई सङ्लिनु दिनु पऱ्यो एकछिन सङ्लिनु दिन्छु यसलाई अन्त चाहिँ म मुख गरिदिन्छु को वेदर त्यस्तो हुन्छ यहाँतिर यस्तो छ बिहानको नजारा यो फुल चाहिँ अलिक भए पनि मजाको छ है त्यो फुल चाहिँ होइन त्यो के हो यस्तो खालको छ अन्त बाबा चाहिँ थाहा छैन कहाँ गयो अन्त म चाहिँ अब मुखहरू पुसिसक्यो नि त अलिकति म बिहान चाहिँ नुहाउने बानी छ कि बिहान चाहिँ नुहाइनँ भने चाहिँ मलाई कस्तो फिल हुन्छ भन्दाखेरि चाहिँ मैले बिहान चाहिँ म उठेर नुहाउँछु त्यही भएर टाउको चाहिँ नुहाउँछु जिउ ननुहाए पनि अनि चाउको तातो पानी खान्छु किनभने तातो पानी बिहानको लागि राम्रो हो नि त सबसे बेस्ट भनेको चिया पनि नखाऊ कफी पनि नखाऊ बिहान 1-2 ग्लास तातो पानी खाएर चाहिँ दिनको सुरुवात गर्नुपर्छ जहिले पनि त्यो चाहिँ बडाले छिन हो मैले ओछ्यान चाहिँ पट्टाइरहेको छु त्यहाँतिर म किन च्यादर नछाएको भन्दाखेरि चाहिँ च्यादर नछाडेको कारण चाहिँ च्यादर मैला हुन्छ नि त त्यही भएर चाहिँ तोसकमा टक्क सुत्यो उठ्यो च्यादर ओछ्याउँदिनँ च्यादर छको यहाँभित्र छ च्यादर चाहिँ हो तर म ओछ्याउँदिनँ त्यत्तिकै राख्छु म सब अलिअलि सेट गर्छु अब घरहरू बनाउनु पर्छ नि त लुगाहरू चेलेल्याङ भइरहेको छ म चार्जहरू यहाँबाट गर्छु फोन अन्त जुन त तातो पानी चाहिँ खानै पर्छ भाइ पिउनै पर्छ बाले पकाइरहेको छ आलु पकाएछ बिहान आलु भात पनि बिहानै पकाएछ अब यो भात चाहिँ अब बाबाले यो भात पकाइरहेको छ होइन अब हामी यो भात 12 बजी पनि खानुपर्छ तर हामीले बाबाले 11 बाबा न म भ्याएन मै भए पनि खाना पकाइहाल्छु बाबाले भ्याएन बाबाले पनि खाना पकाइहाल्छ बाबाले नभने पनि 11 बजीतिर खाना पकाएको चाहिँ बाजे ठिकै हुन्छ अब यो अहिले पकाएर 12 बजी यही तिमी 12 बजी यत्रो खाइ पनि सक्दैन बेलुका पनि यही हुन्छ कि त्यही भएर चाहिँ खेरो जान्छ खाना त्यही भएर चाहिँ बाबालाई म भन्छु लिमिटले जे पनि लिमिटले चल्नुपर्छ तपाईँले सेकेन्ड बिहा चाहिँ किन नगरेको बाबा सेकेन्ड बिहा
भन्ने न होइन गर्नु बिचार नै के टाउको खुवाउनु खाना तपाईँले के भन्छ सुन त ला बिस्ती बिस्ती उके नि यो पनि बान्नुपर्ने रहेछ है अब यसलाई उयो गर्नुपर्ने रहेछ ढला गर्नुपर्ने रहेछ है बाबा आज पर्न सकेन म त हो अहिले कहाँ हो डल्ला छ यस्तो खाना खान डल्ला देऊ यसलाई त कहिले हुन्छ बाबा सेकेन्ड ब्याग किन नगर्नु तपाईँले गर्नु त सक्थ्यो भन्नु त के टाउको खुवाउनु बित्थामा त भनेको कुरो सुन्दैन अराका सुन्दैन अन्त किन भयो यस्तो छ सुन्यो होला सकेर यस्तो छ घरको कुराहरू यस्तो रमाइलो लाग्दो गर्दैछ होइन रमाइलो लाग्दो छ घरको कुराहरू पनि होइन अब यस्तो घाम निस्किसक्यो अब हजुर प्रोसल पारेर जाने फेरि ल्याउनु भनेको अब जङ्गल जानु पर्दैन होइन पर्छ हामी यत्रो छ लिएर 5000 लोटु आधार गेडी हाल्नु त यहाँ 6 बजी तपाईँलाई निन्दा लाग्दैन एकको निद्रा हो रस्तामा पानी आएको गर्नु भागै छ डल्लो ठुलो फेटै छ त्यो अब उता ढाडा मात्रै बोक्छु हाम्रो बाल चाहिँ बिहानै चाहिँ दाउरा लिएर आएको छ नि त यता जङ्गलबाट खास भन्नु चाहिँ मलाई जङ्गलहरू जानु चाहिँ त्यति साह्रो मजा लाग्दैन कि जुगाहरू लाग्छ नि त खुट्टा त्यो जुगाहरू लाग्छ जुगाहरू लाग्दैन भाइ अहिले लाग्दैन मलाई याद छ कता के छ त्यो जङ्गलहरू त्यति पनि मैले स्कुलबाट आउँदै बिरुवा बाटोमा त्यस्तै पाउँदा त्यतै लिएर रोपिदिएको भए चाहिँ धन्न त यति धन्न पत्ता रोपिदिएको मैले त्यो पाउलेको कहाँ रोपिदियो मलाई याद छ नि कता के जमिनहरू सब मलाई याद छ काठ कट्यो भने फुल पनि डल्लो डल्लो रुखहरू छ अर्काको काठ हुँदैन टुक लगाइदिन्छु भने यो खास समाज त दिलाराम चाहिँ कहिले जान्छ भनेको बिहिबार बिहिबार आज मङ्गलबार बुधबार बिहिबार त्यहाँ कति कहिले 2 दिन बाद आउँछ है बिहिबार गएर कहिले आउँछ शुक्रबार आउँछ नि शुक्रबार शुक्रबार यसले हिँड्दा गर शुक्रबार त्यसले त उयो ठाउँमा पनि आइपुग्छ हिँडेर घोटपोडमा हिँडेर आउँछ त्यो उयो गोराबारीबाट अब जाँदा गाडीमा आउँदै हिँडेर अब छिटो त बेल्टार भएर आउँछ बेल्टार यति कम्ता टाढो बाटो छैन त्यो फेरि बेल्टारको त्यो बाटो हामी हिँडेकै हो म पनि हिँडेको पहिला हामी जाँदाखेरि चाहिँ यता यस्तो भएर गएको नि त यस्तो भएर गएको यस्तो यता भएर जान्छ होइन यो डाँडा गएर त्यो फकीलाई त ऊ डाँडा ओह्रालो भन्नुपर्छ सुनाबस्ती गाउँ ओह्रालो यो डाँडा काटेर यस्तो भएर जान्छ त्यहाँ अर्को डाँडा त्यहाँ डाँडा उकालो निक्लिनु पर्यो त्यता सिधै छ भने जस्तो आउँछ हामी पहिला हिँडेको ठिक्कै सुकिरहेको हुन्छ नि त अब यो गेड्छ बाबाले अब मैले यति गेड्दै यति भक्कु गेडेँ नि हौ यहाँ हात पनि काटेको छ मेरो आराले यहाँ काटेको छ चिप उयो रहेछ बिचमा पुरा चेपिँदो रहेछ चिप उयो चाम्रो है यहाँतिर यो त फर्सीको के इस्कुस हो फर्सी हो रहेछ यहाँतिर बाबाको खेत बारी सब खोर्सानी सागहरू मात्रै छ यहाँतिर सो यस गाइस अहिलेको धेरै टाइम बितिसकेको छ होइन अन्तखेरि म अहिले माथि गएर आएको थिएँ होइन अन्त माथि रोड गएर आएर सिधै मैले यो लुगाहरू हेरिरहेको थिएन तर यो लुगामा चाहिँ कमिला माथि हिँडिन्छ नि त अघि यो पनि आएर माथि आउँछ धोएर सुकाएको यो चाहिँ मैले छिट्टै सुक्छ भने चाहिँ त सुकेछ पनि लुगा यो त छिटो सुक्छ पातला भएर हाम्रो बाबाले चाहिँ यहाँ के पकाउँदैछ हौ बाबा यो भोलि सार्छु ल यो म यो भोलि सारिदिन्छु ल यो तल्लोपट्टि हालेर चाहिँ माथिपट्टि काँचो होइन मैले काँचो दाउरा म चाहिँ अघि अलिकति मात्रै खाना खाएँ नि त सब्जी नभएर सब्जी नभएर मलाई अलिकति खाना आयो अघि अचार भए चाहिँ अलिक खान्थेँ अब कम्ती भयो नि त त्यो भएर अचार अलिअलि त रुच्छ अचार म पिरो खाँदिनँ हल्का मात्रै खान्छु पिरो त्यो रुच्थ्यो मलाई अन्त अहिले चाहिँ भात भुटी माग्दैछु म बाबालाई खासै मैले भिडियो बनाएको चाहिँ भुटी मागेको होइन म चाहिँ फोनमा के काम गर्थेँ त्यही भएर मैले भुटी मागेको जस्ट यो भोट्दैछु त्यो अदुवा हालेँ मैले फर्स्ट टाइम त्यो अदुवा हालेर भात खान्छु हो त्यो विषय चाहिँ त्यही हो
सो आजको भ्लग यहाँसम्म थ्याङ्क्स फर वाचिङ माई भिडियो सो भेट्दै गरौँ अर्को भिडियोतिर अन्तखेरि दिनदिनै राम्रो राम्रो भिडियोहरू ल्याउने कोसिस गर्छु म अन्त तपाईँहरूको साथ चाहिन्छ भन्ने साथ भाइ दिनेले दिइबस्छ दिँदैन होइन तर म चाहिँ भिडियो हालिबस्छु त्यो सिउ नेक्स्ट भिडियो बाई बाई